This is a unique initiative taken by our school as a hobby period in every Wednesday. There are different fields we have chosen, and there are different nodal teachers are also there. यसमा हामीले विद्यार्थीहरूको प्रतिभालाई निखार्ने काम गरेका छौँ विदाउट हेम्परिङ द एकाडेमिक क्लासेस हामीले 40 to 45 मिनट्समा नानीहरूको प्रतिभा कोही फोक ब्यान्ड ट्रेडिसनल ब्यान्डमा नानीहरूलाई अझ निपुण बनाउने कोही डान्सको क्लासहरू गराएर कसैलाई सिङ्गिङको क्लासहरू गराएर यसरी नै आर्ट एन्ड क्राफ्टको क्लासहरू पब्लिक स्पिकिङ इङ्ग्लिस अनि नेपालीको क्लासहरू लगाएर विद्यार्थीहरूको विभिन्न आफ्नो प्रतिभा छ त्यसलाई अझै पलिस गर्ने काम हामीले टासिडिङ सिनियर सेकेन्डरी स्कुलमा लास्ट इयरदेखि यो इनिसिएटिभ सुरु गरेको हो र यसबाट विद्यार्थीहरूको एब्सेन्टिजम पनि कम्ती भएको छ नानीहरू स्कुल आउन रुचि राख्छन् सँगसँगै स्कुल सकेर नानीहरू बाहिर जान्छन् त्यति बेला एउटा न एउटा कला सिकेर नानीहरू गइरहेका छन् र जो नानीहरूलाई म्युजिकमा पनि नानीहरू इन्ट्रेस्ट गरेका छैनन् जसले सिङ्गिङमा डान्समा जो इन्ट्रेस्टेड छैनन् पेन्टिङमा पनि इन्ट्रेस्टेड छैनन् उहाँ नानीहरूलाई चाहिँ हामीले अर्ग्यानिक फार्मिङ र गार्डनिङको क्लास पनि लगाइरहेका छौँ यसरी नै हामीले विभिन्न स्पोर्ट्स एक्टिभिटिजहरूमा पनि नानीहरूलाई ट्रेनिङ दिइरहेका छौँ फुटबलमा इन्ट्रेस्ट हुनेहरूलाई फुटबलमा बास्केटबलमा इन्ट्रेस्ट हुनेहरूलाई बास्केटबल भलिबल क्रिकेट र इभन लास्ट इयरदेखि हामीले यो स्विमिङ क्लासहरू पनि हामीले गराइरहेका छौँ जसले गर्दाखेरि नानीहरूको प्रतिभा ट्यालेन्टलाई अझै बढावा मिलिरहेको छ। नमस्कार सम्पूर्णमा म भन्नुपर्दा यहाँ टासिडिङ सिनियर सेकेन्डरी स्कुल को एसएमसी मेम्बर वीरेन्द्र गुरुङ। विशेष कुरा म यहाँ किन उभिएको छु भनेदेखिलाई हामी यो स्कुलमा एसएमसी को पदभार लिएर हामी 2-3 वर्ष अघिदेखि नै हामी लागि परेको थियौँ भनेदेखिलाई आज हामीलाई यहाँ स्कुल देख्दा हामीलाई यति गर्व लाग्छ कि यहाँ हाम्रो नानीहरूलाई एउटा जिरो पिरियड लगाएर हरेक क्षेत्रमा हाम्रो सर म्याडमहरू प्रिन्सिपल सर एकदम पोजिटिभ भएको कारणले गर्दा मैले देखेको कुरा अनि मैले अनुभव बोटलेको हेरेको कुराहरू म तपाईँहरू माझ राख्न चाहन्छु। हाम्रो स्कुलको नानीहरूले धेरै स्टेट लेभल मात्र नभएर नेसनल लेभलसम्म नै हाम्रो कम्पिटिसनको क्षेत्रमा पुगेको छ नानीहरू अनि रिजल्ट पनि क्लास 10 अनि 12 को धेरै राम्रो हुँदै गएको छ। अनि यो हाम्रो प्रिन्सिपल सरले 0 आवरको टाइमलाई मल्टी ट्यालेन्टको सो गर्दै है कसैलाई स्पोर्ट्समा हुन्छ कसैलाई म्युजिकल फिल्डमा कसैलाई क्विज कम्पिटिसन कसैलाई डिबेट सबै मल्टी ट्यालेन्टको यो कामहरू भइरहेको छ। अनि हामीले देख्छौँ हाम्रो नानीहरू अरू जग्गा हो भने स्कुल जानु मन नपर्ने त्यस्तो हुन्छ होला भनेदेखि हाम्रो नानीहरू चाहिँ स्कुल जानु चाहिँ एकदम इच्छुक एकदम इन्ट्रेस्ट म आज गएर यो गर्छु आज गएर यस्तो गर्छु भन्ने खालको उनीहरूको सोचाइ हामी देख्न पाउँछौँ नानीहरूको विचारहरू हामीले हेर्न पाउँछौँ अनि हामीलाई एकदम गर्व पनि लाग्छ हाम्रो स्कुलले यो प्रगति गर्दै गइरहेको देखेर हामी म मात्र नभएर हाम्रो यो टासिडिङ सिनियर सेकेन्डरी स्कुलका जति पनि एक्स स्टुडेन्ट फोरम हाम्रो सबै मेम्बर्सहरू हुनुहुन्छ उहाँहरू कोही धेरै ठुलो पदमा हुनुहुन्छ भने कोही हामी जस्तै गाउँ समाजमा सेवा पुर्याइरहेको छ उहाँहरू पनि एकदमै खुसी मैले महसुस गरेको छु उहाँहरूलाई पनि यो टासिडिङको नानीहरूको प्रगति एवार्डहरू थाहा पाउँदाखेरि उहाँहरू पनि हाम्रो स्कुलले एकदम प्रोग्रेस गर्दैछ भने उहाँहरूको पनि खुसी मैले हरेक दिन हरेक समयमा उहाँहरूको पनि देखेको छु स्पेसली नानीहरूको चाहिँ मैले एकदमै खुसी देखेको छु। यतिकै हामीले ट्यालेन्टलाई नानीहरूको ट्यालेन्टलाई चाहिँ अगाडि बढाउँदै गयो भने भोलिको दिन हामी अझै योभन्दा पनि अव्वल दर्जामा हाम्रो नानीहरूलाई पुर्याउने मल्टी ट्यालेन्टको हाम्रो उहाँलाई सिक्लाइहरू दिने हामीले सोचेका छौँ अनि आउँदो दिन उहाँहरूको भविष्य
राम्रो होस् कुशल होस् भन्ने हामी चाहन्छौँ। थ्याङ्क यू। Hello everyone, myself Riaz Darji and my hobby is to play flute and sanai. So today I'm here to talk about the zero period or hobby period initiative taken by our school principal sir, Sri TP Dahal. Principal sir को जुन युनिक zero period को initiative ले हामीले धेरै benefit पुऱ्याएको छ र zero period ले गर्दाखेरि student ले आफ्नो talent र confidence लाई अझै gain गर्न सक्षम भएको छ र zero period ले गर्दा नै मैले flute र सनाई बजाउन सिकेको अन्डर द गाइडेन्स अफ श्री समीर सन्यासी र त्यसरी नै हामीले ब्याक टु ब्याक हाम्रो स्कुललाई स्टेट र नेसनल लेभलमा रिप्रेजेन्ट गर्न सकेका छौँ 2024 मा हामीले स्टेट लेभलमा रनर अप हुन सक्षम भयौँ र 2025 मा हामीले आफ्नो स्कुललाई नेसनल लेभल कला उत्सव जो चाहिँ महाराष्ट्र पुणेमा हेल्ड भएको छ त्यहाँ रिप्रेजेन्ट गर्न सक्यौँ र यो जिरो पिरियडले मलाई मात्रै हैन मेरो साथीहरुलाई र त्यसरी नै मेरो सिनियर्स जुनियर्सलाई पनि एकदम फाइदा पुर्याइरहेको छ र यो जिरो पिरियडको इनिसिएटिभले मेरो सबै सिनियर्स जुनियर्सहरु डिफ्रेन्ट फिल्डमा फाइदा उठाइरहेको छ र त्यसरी नै उहाँहरुले स्टेट डिस्ट्रिक्ट स्टेट लेभलमा पनि आफूलाई रिप्रेजेन्ट गर्न सकेका छन्। धन्यवाद।